किसान एग्रो च्यानल हेरेर बस्नुहुने सम्पूर्ण हजुरहरूलाई स्वागत गर्न चाहन्छु। म नवराज मुखिया। म आज हजुरहरूलाई कन्या च्याउबारे सम्पूर्ण जानकारी लिएर आएको छु। पराल काट्नेदेखि भिजाउने, पकाउने, कसरी प्याकिङ गर्ने, च्याउको बल कस्तो भएपछि चिर्ने, च्याउ लगाइसकेपछि पानी लगाउने समय, यी सबै कुराहरू चाहिँ म हजुरहरूलाई यस भिडियोमा देखाउने छु। र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला भन्दै आजको विषयवस्तुतिर लागौँ है त। र पहिलो नम्बरमा परालको छनौट गर्दा चाहिँ नभिजेको सुक्खा सफा पराल चाहिन्छ। र काट्दा 1.5 देखि 2 इन्चसम्मको भए हुन्छ। त्यो भन्दा लामो पनि हुन्छ, तर प्याकिङ गर्दा अलि झन्झट हुने हुँदा यतिको पराल चाहिँ राम्रो हुन्छ। र यसरी पराल काटिसकेपछि हामीले चाहिँ यसरी बोरामा 2-2.5 केजीको बनाएर भर्दैछौँ। र बोरामै भर्नुपर्छ भन्ने पनि छैन है। खुल्ला भिजाएर खुल्लै पकाउनु पनि सकिन्छ, तर सजिलो चाहिँ भने बोरामा भरेर भिजाउँदा नै धेरै सजिलो हुने हुँदा हामी चाहिँ यसरी बोरामै भर्दैछौँ है। र ध्यान दिनुपर्ने कुरा, पराल भिजाउँदा एकदम राम्रोसँग भिज्नुपर्ने हुन्छ। पराल भिजिसकेपछि पनि कम्तीमा 1 घन्टा जति पानीमा नै भिज्न दिनुपर्छ। र राम्रो पराल भिजेन भने, पराल धेरै सुक्खा भयो भने पनि च्याउ बिग्रन सक्छ। त्यसैले पराल चाहिँ एकदम राम्रोसँगले भिज्नु पर्यो। र पराल भिजिसकेपछि परालको पानी तर्कनलाई 5-6 घन्टा जति लाग्छ। त्यसपछि पराल पकाउन सकिन्छ। र भोलि पकाउँदै हुनुहुन्छ भने पनि आजै पराल भिजाएर तैरन छोडिदिनुहोस्, त्यो अझ राम्रो हुन्छ है। र यसरी पराल चाहिँ मजाले भिजाइसकेपछि चाङ लगाएर यसरी राख्न सकिन्छ। यसरी चाहिँ 5-6 घन्टा। जस्तै तपाईँले भोलि पकाउँदै हुनुहुन्छ भने आजको दिनमै भिजाएर राख्नुभयो भने अझ राम्रोसँगले पानी तैरिन्छ। नभएदेखि 5 घन्टादेखि 6 घन्टासम्म चाहिँ यसरी भिजाएको पराल चाहिँ पानी तर्किनलाई चाहिँ छोडिदिनु पर्ने हुन्छ। र यसरी परालहरू चाहिँ हामीले सबै तयारी बनाइसक्यौँ। र हामीले 2टा चुला बनाएको छौँ, यसरी ड्रम राखेको छौँ है। र ड्रममा चाहिँ हामीले सुरुमा चाहिँ भित्रपट्टिबाट डाइरेक्ट चाहिँ हाल्नु हुँदैन। पराल हाल्दाखेरि हामीले चाहिँ यसरी काठको चाहिँ स्ट्यान्ड बनाएको छौँ है। हजुरहरूले चाहिँ यसको सट्टामा हामीले चाहिँ ठिक्कको 2टाको काटेर स्ट्यान्ड बनाएको छौँ। र हजुरहरूले चाहिँ अब यो काठै चाहिन्छ भन्ने चाहिँ छैन। र हजुरहरूले चाहिँ यसकै नापमा फलामको स्ट्यान्डहरू पनि बनाउन सकिन्छ, ओदानहरू जस्तो पनि बनाउन सकिन्छ। यो 2टा ड्रममा गरेर हामीले यसरी चाहिँ स्ट्यान्ड बनाएको छौँ, यसरी काठको चाहिँ कपेर। र माथिबाट यसको जुन यो माथिबाट चाहिँ हामीले चाहिँ ड्रमकै मुख काटेर यसरी मसिनो छेड बनाएर, जस्तै हामी मोमो स्टिम गर्ने जस्तै गरेर त्यसरी हामीले चाहिँ बनाएको छौँ। र यसमा चाहिँ हामीले ठिक्क यो जालीभन्दा 2 इन्च तल पानी हाल्नुपर्ने हुन्छ है। त्योभन्दा माथि चाहिँ आउनु भएन पानी, ठिक्क जालीकै लेभलमा। र यसरी पानी लगाइसकेपछि हामीले चाहिँ भिजाएर तयार बनाएको पराल ड्रममा लगाउनु पर्ने हुन्छ। र ड्रममा खाँदाखेरि चाहिँ मिलाएर राख्ने। र खाँदा चाहिँ एकदम मजाले कतै चेपचाप नराखिकन सकेसम्म टाइट खात्नुपर्ने हुन्छ। र यसरी मजाले हामीले चाहिँ यसरी नै खाँदै जाने टपसम्म। टपमा पुगिसकेपछि भने हामीले कालो प्लास्टिकले चाहिँ यसरी मजाले कभर गरिदिने, मजाले बान्ने है। यसरी बानिसकेपछि चाहिँ हामी चाहिँ आगो लगाउँदैछौँ यसमा ड्रममा। र यसरी अब आगो लगाउँदै जाँदा हजुरहरूलाई यो ड्रमको मुनि जुन त्यो हामीले सुरुमा हालेको पानी तातिएर माथि जुन बाफ आउने समयसम्ममा लगभग 1.5-2 घन्टा जति लाग्ने हुँदा 2 घन्टासम्म चाहिँ आगो यसरी नै लगाइरहनु पर्छ, 1.5-2 घन्टा जति। जबसम्म चाहिँ टपमा बाफ आउँदैन तबसम्म लगाइरहने। र बाफ आउन सुरु भइसकेपछि भने अझ हामीले त्यहाँबाट उता पनि 2 घन्टा जति चाहिँ बाफ आउनु स्टार्ट भएपछि राख्नुपर्ने हुन्छ है। र यसरी 1.5-2 घन्टा जति राखेपछि यसरी बाफ आउँछ। र यो बाफले चाहिँ प्लास्टिक फाटेर जाने हुँदाखेरि चाहिँ हजुरहरूले यसरी एउटा
पाल पनि बनाउन सकिन्छ। यसरी हामीले चाहिँ पाल बनायौँ है। यसरी बाफ आउँछ र यहाँबाट उता भने हजुरहरूले 2 घन्टा चाहिँ यसरी नै बाफ घट्न नदिकन आगो चाहिँ लगाइरहनु पर्ने हुन्छ है। यसरी 2 घन्टा पकाइसकेपछि यसलाई अब हामी झिक्नेछौँ साथीहरू। एकदमै तातो बाफ आउने हुँदा अलिक जोगिएर काम गर्नुपर्ने हुन्छ। हामीले चाहिँ दिनमा 3-4 पटक पकाउने हुँदा तातै निकालेको हो र यसलाई चाहिँ तातै निकाल्नुपर्छ भन्ने चाहिँ होइन है। सेलाएर पनि निकाल्न सकिन्छ। र यसरी निकालिसकेको पराललाई चाहिँ हामीले टनेलामा यसरी राख्दैछौँ र यसरी खुल्ला चाहिँ राख्नु हुँदैन। यसरी प्लास्टिकले मजाले कभर गरेर छोपेर राख्यो भने चाहिँ हजुरलाई जुन यो ड्रममा पाकेको छैन भने पनि यहाँ चाहिँ गुम्सिएर पाक्ने हुँदा चाहिँ हजुरहरूले चाहिँ यसरी छोपेर तिर्पाल अथवा प्लास्टिकहरूले छोपेर यसरी राख्नुभयो भने चाहिँ एकदम मजाले यसमा अझ गुम्सिएर पाक्ने हुँदा यसरी चाहिँ राख्नुपर्ने हुन्छ है। र हामीले यसरी गुम्साएर राखेको पराल पनि अब चाहिँ सेलाइसकेको छ। अब हामीले यसलाई चाहिँ प्याकिङ गर्नेछौँ है। ल है साथीहरू, यस्तो हुन्छ है च्याउको बिउ चाहिँ। 200 ग्रामको प्याकेटमा रहेको छ हामीसँग यहाँ अहिले चाहिँ। यो 200 ग्रामको प्याकेटले चाहिँ एक प्याकेटले एउटा पोका बन्ने हुन्छ। र हजुरहरूलाई म अब प्याकिङ गर्ने तरिका र बिउ फुटाउने कसरी गर्ने भन्ने कुरा सिकाउँदै जान्छु। र यो 200 ग्रामको प्याकेटलाई चाहिँ हामीले फुटाउँदैछौँ है। र यसमा चाहिँ यो चाहिँ गाउँमा बनेको हुन्छ है बिउ चाहिँ, र डल्ला डल्ला हुन्छ। यसलाई चाहिँ बिस्तारै गरी धेरै नमाडिने गरी बिस्तारै फुटाएर मसिनो बनाउनु पर्ने हुन्छ। यो गहुँको दाना छुट्याउनु पर्ने हुन्छ है। यसरी मसिनो बनाउनु पर्ने हुन्छ। र हामीले चाहिँ यहाँ 16-24 को एलडीमा प्याकिङ गर्दैछौँ है साथीहरू। र हजुरहरूले थोरै मात्रामा 15-20 ग्राम जति लिनुहोस् सुरुमा यसरी नै, र फेदमा सुरुमा हाल्ने। र त्यसपछि भने हामीले पराल लगाउनु पर्ने हुन्छ। पराल यसरी पराल लगाइसकेपछि यसलाई मजाले खात्नुपर्ने हुन्छ। र यसरी खाँदिसकेपछि फेरि हामीले बिउ राख्दाखेरि चाहिँ जस्तै हामीले अगाडि 20 ग्राम जति राखेको थियौँ भनेदेखि अहिले चाहिँ हामीले यो चाहिँ 30-35 ग्राम जति हामीले हातमा लिएको छौँ। र यसरी बिउ हाल्दाखेरि चाहिँ वरिपरि मिलाएर बिचमा पनि पर्ने गरी त्यसरी लगाउनु पर्ने हुन्छ है बिउ लाउँदाखेरि चाहिँ। र त्यसै गरी पराल त्यसरी नै हाल्ने। हाम्रो फेदमा हालेको 1 लेयर भयो र त्यो सेकेन्ड 1 लेयर भइसक्यो। र यसरी नै मजाले खात्ने। यो 1 लेयर भयो है। यो मुनिको हालेको चाहिँ, र अनि माथि गरेर 2 लेयर भयो। यसै गरी बिउ लगाउनु पर्ने हुन्छ। जबसम्म चाहिँ माथि टपसम्म आइपुग्दैन तबसम्म चाहिँ हामीले यसरी बिउ लगाउने, पराल लगाउने, यसै गरी
स्टेप स्टेप बनाउँदै लगाइरहनु पर्ने हुन्छ। यसलाई चाहिँ जति धेरै हामीले राम्रोसँगले खाद्न सक्यो पछि च्याउ टिप्दाखेरि चाहिँ पराल लाउँदैन, राम्रो हुन्छ। त्यसरी हामीले 3 लेयर हालिसक्यौँ। अझै हामी यसमा 2 लेयर अझै हाल्नेछौँ र पराल चाहिँ एकदम मजाले खाप्नुपर्ने हुन्छ है। यसै गरी जति धेरै हजुरहरूले खाप्नुहुन्छ पराल त्यति नै राम्रो हुन्छ। पछि फर्स्ट लट, सेकेन्ड लट, थर्ड लट अन्तिमसम्म पनि राम्रोसँगले यसरी खादिएको छ भने चाहिँ लामो समयसम्म चाहिँ च्याउ आउने हुँदाखेरि चाहिँ हजुरहरूले पनि यसै गरी मजाले नै खाप्नुपर्ने हुन्छ है। र यसै गरी 1 लेयर, 2 लेयर, 3 लेयर, 4 लेयर, 5 लेयर गरेर हामीले 5 लेयर हाल्यौँ तल र माथि गरेर जम्मा 7 लेयर हुन्छ। र हाम्रो अन्तिम यति बिउ पनि सकियो। जम्मा 200 प्याकेटले 200 ग्रामको प्याकेटले एउटा पोका चाहिँ बन्ने गर्छ साथी यसरी। र माथि हामीलाई थोरै सर्न पनि पुग्यो। र हामीले चाहिँ यसैले नै तानेर चाहिँ हामीले यसलाई मुख बान्नेछौँ। नभएदेखि हजुरहरूले यसरी रबरले पनि बान्न सक्नुहुन्छ है। यो रबर जुन बिउमा आएको रबरले पनि बान्न सकिन्छ। र यसले चाहिँ धेरै हात खाने हुँदाखेरि चाहिँ त्यो प्लास्टिक तानेर पनि गर्न सक्नुहुन्छ हजुरहरूले। र यो अन्तिम चरण पुगेको छ। यसरी चाहिँ मजाले खाद्नुपर्ने हुन्छ र यसरी घुमाएर हामीले चाहिँ यसरी रबरले अथवा त्यो जुन हामीले अगाडि तानेको त्यसैले पनि बान्न सकिन्छ। र प्याकिङ गर्ने तरिका चाहिँ यही हो है साथीहरू। र यसरी प्याकिङ गरिसकेपछि चाहिँ यसलाई चाहिँ अब हामीले यसलाई छेड्नु पर्ने हुन्छ। यसरी हामीले चाहिँ सियो बनाएको छौँ र सियोले चाहिँ हामीले चाहिँ यसलाई लगभग 50-60 ठाउँ जति चाहिँ पाल बनाउनु पर्ने हुन्छ है। र यसरी पाल बनाइसकेपछि चाहिँ च्याउको पोका यो चाहिँ तयारी भयो है। अब चाहिँ र यसरी पोका बनाइसकेपछि चाहिँ सानो टनेलामा पनि धेरै नै बल अटाउनु छ भने चाहिँ यसरी हामीले तान लगाउनु पर्ने हुन्छ। र तान लगाएर स्टेप स्टेप पार्दै पोकाहरू लगाउनु पर्ने हुन्छ। यसरी चाहिँ धेरै जान्छ। सानो टनेलामै धेरै नै बलहरू जाने हुँदाखेरि चाहिँ तान चाहिँ यसरी टाउनु पर्ने हुन्छ। र तान लगाउने तरिका चाहिँ साथीहरू यस्तो हुन्छ है। यसरी चाहिँ 2टा डोरी लिएर यसरी बाँधेर हामीले चाहिँ तान बनाउनु पर्ने हुन्छ। र यसमा चाहिँ हामीले एक एक स्टेप गर्दै पोका राख्छौँ। पहिलो स्टेप गर्दै यो चाहिँ एक स्टेप यसरी पहिलो स्टेप राख्ने सुरुमा। र त्यसपछि हाम्रो तान मिलाइसकेपछि यसमा हामीले जुइना बान्नुपर्ने हुन्छ। हामीले कतिवटा बल झुन्ड्याउँदैछौँ त्यही अनुसारले हामीले जुइना बान्ने, यसमा डोरी बान्ने। र डोरी बानिसकेपछि हामीले बल लगाउने छौँ यहाँनिर। र पोका झुन्डाउने तरिका चाहिँ यस्तो हुन्छ है साथीहरू।
यो तयारी भयो, तान तयारी भयो र हामीले यसमा स्टेप गरेर यसरी पोकाहरू राख्नुपर्ने हुन्छ। यो सानो टर्नेलामै हजुरले धेरै नै अटाउनु छ भने चाहिँ यसरी चाहिँ राख्न सकिन्छ। थोरै छ भनेदेखि यसरी झुन्ड्याउनै पर्छ भन्ने छैन, भुइँमा राख्नु पनि सकिन्छ। थोरै हुँदाखेरि चाहिँ नभए चाहिँ यसरी चाहिँ झुन्ड्याइन्छ है बल। र यसरी सबै पोकाहरू हामीले झुन्ड्याएर तयारी भइसकेपछि टहरालाई चाहिँ हामीले बन्द गर्नुपर्ने हुन्छ। भित्र चाहिँ कतैबाट हावा नसिर्ने गरेर यसलाई गुम्स्याउनु पर्ने हुन्छ। लगभग 2 हप्ता जति चाहिँ हामीले यसलाई यसरी नै बन्द गरेर कतैबाट हावाहरू छिर्न नदिकन धेरै पसिरहनु हुँदैन। बेला मौकामा हेर्दै यसलाई चाहिँ लगभग 2 हप्तासम्म चाहिँ हामीले चाहिँ यसरी नै बन्द गरिरहनु पर्ने हुन्छ। र हजुरलाई म 2 हप्ता पछिको देखाउने छु है। फेरि बल कस्तो हुने रहेछ 2 हप्तापछि हजुरहरूलाई म देखाउँछु। र 2 हप्ताको पोका चाहिँ म देखाउँदैछु है साथीहरूलाई। यस्तो हुन्छ है 2 हप्तामा चाहिँ पोकाहरू यसरी जुन हाम्रो अगाडि बिउ हालेकोहरू सबै सेतो हुन थालिसकेको छ। परालको भागहरू सबै बिउले चाहिँ सेतो बनाइदिन्छ, ढुसी पुरै फैलिन थालिसकेको छ अब चाहिँ। र पनि अझै हामीले चाहिँ यसलाई चाहिँ 4-5 दिन जति अझै यसलाई चाहिँ राख्नुपर्ने हुन्छ। भर्खर अहिले अलिक कलिलो ढुसी हुन्छ, त्यो हुँदाखेरि चाहिँ 14-15 दिनमा यतिको ढुसी आयो भनेदेखि हजुरहरूले अझै थप 4-5 दिन जति चाहिँ यसरी राखेर मात्रै हावा दिनुभयो राम्रो हुन्छ। र ठाउँअनुसार चाहिँ हजुरहरूले हावा चाहिँ दिन सक्नुहुन्छ। र अब यो हजुरहरूलाई देखाउँदैछु। फेरि हाम्रो 21 दिनको पोका भयो। यो 21 दिनमा चाहिँ हाम्रो बिरुवाहरू देखिन थालिसकेको छ है। बिरुवा चाहिँ कसरी थाहा हुन्छ भनेर हेर्नुहोस्। यहाँनिर यसरी मसिनो जुन पोकाबाट भित्रबाट यसरी मसिनो यसरी बिरुवाहरू देखिन्छ। र यसरी 1-2वटा कुनै पोकाहरूमा यसरी देखिएपछि चाहिँ हजुरहरूले यसरी ब्लेडले छिरिदिन सक्नुहुन्छ। यसरी ब्लेडले चिरेर हल्का उगारिदिनु पर्ने हुन्छ। र यसरी उगारेको हजुरहरूलाई 3 दिन 4 दिनबाट चाहिँ त्यहाँबाट मसिनो टुसाहरू बिरुवाहरू निस्किएर च्याउ फल्न थाल्छ। र त्यसपछि भने हजुरहरूले चाहिँ च्याउमा पानी लगाउनु पर्छ। र अगाडि बिचमा जुन हाम्रो टहरामा त्यसमा बिच समयमा चाहिँ हाम्रो पानी कहिले पनि पानी चाहिँ लाउनु पर्दैन भने यसरी हाम्रो चिरिसकेपछि चाहिँ मसिनो बिरुवा देखिन थालेपछि चाहिँ हजुरहरूले पानी हाल्न सक्नुहुन्छ। र यसरी चाहिँ हाम्रो 27-28 दिनमा चाहिँ यसरी च्याउहरू निस्किन थालिसकेको छ। यसरी निस्किन्छ। र यतिको हुँदा पनि हजुरहरूले पानी चाहिँ लगाइरहनु पर्ने हुन्छ। च्याउमा बिरुवामा पानीहरू लगाइरहनु पर्ने हुन्छ। कतिको तापक्रम छ हजुर कहाँ त्यही अनुसारले धेरै नै गर्मी छ भनेदेखि 2 टाइमसम्म, अब धेरै चिसो छ भनेदेखि अब बिरुवालाई चाहिए अनुसार आफै लगाउनु पर्ने हुन्छ पानी चाहिँ। र पानी लगाउँदा हजुरहरूले अब स्प्रे ट्याङ्कीहरूबाट लगाउन सक्नुहुन्छ पानी। नभएदेखि हामीले चाहिँ पाइपबाट पनि हामीले चाहिँ डाइरेक्ट धेरै हुँदाखेरि लगाउन सकिन्छ है। पाइपले पनि डाइरेक्ट पानी यहाँ चाहिँ पानी लाउने काम भइरहेको छ। यहाँ चाहिँ यसरी बिरुवाहरूमा भिज्ने गरेर यसरी पानी लाउनु पर्छ। र यसै गरी च्याउ लाउन चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ बिउको लागि। र हजुरहरूलाई कामदारको खोजीमा हुनुहुन्छ भने पनि च्याउको अनुभवी कामदारहरू चाहिँ हामीले चाहिँ पठाउने गरेको छौँ है। र हजुरहरूलाई डिस्क्रिप्सनमा चाहिँ हाम्रो नम्बर रहेको छ भने कमेन्ट पनि गर्न सक्नुहुनेछ हजुरहरूले। र यो भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। फेरि अर्को पनि भिडियोको साथ उपस्थित हुनेछु। अर्को भिडियोको लागि च्यानललाई सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला है। धन्यवाद।